हेलो हेलो दर्शन नमस्कार यहाँलाई मेरो स्वरूप ब्लग युट्युब च्यानलमा धेरै धेरै स्वागत छ, सेवा छ, स्वागत छ धेरै धेरै मनैदेखि हृदयदेखि नै वेलकम मेरो च्यानलमा यहाँहरूलाई है। यहाँको खबर के छ, सन्चै हुनुहुन्छ भने मैले पूर्ण आशा लिएको छु। म पनि एकदम ठिकठाक छु है। आज विशेष शनिबारको दिन हामी चाहिँ गाउँघरको 4-5 घर मिलेर हैन, जति पनि अब नानी पठाइन्छ नानीको बाबामा मिलेर नानीहरू हिँड्ने बाटो कि खनुमा आज शनिबारको दिन भनेर सल्लाह गरेर गइयो साथी हो हैन। बाटो पनि खनिँदैछ है, अनि बाटो पनि खनिँदैछ, पानी परेर यस्तो बिजोग भयो कि आमामामा। अहिले घरमा आइपुगेर बाटो खनिसकेर घरमा आइपुगेर लुगा फेरेर है, खाजासाजा खाएर आमामा यो टाउको पुरा चिसो भइरहेछ। त्यही भएर अनि आज चाहिँ बाटो खन्ने योजना गरेको भगवानले देखे जस्तो छ हैन। पानीले त लोत्रो कुटे, त्यही पनि ठिकै छ, हाम्रो काम सफल भयो। भिडियो हेर्दै गर्नु होला है साथी हो, हामीले कसरी बाटो खन्यौँ, कसरी को भएर खन्यौँ, कतिजना थियौँ, कसरी खन्नु पर्दो रहेछ भनेर मैले मेरो भिडियोबाट यहाँहरूको माझ देखाउन कोसिस गरेको छु। यहाँहरूले मेरो फुल वाच गरिदिनु होला साथीहरू। जति पनि मेरो के भन्छ च्यानललाई सपोर्ट गर्नुहुन्छ, मेरो भिडियोहरू साथ दिनुहुन्छ, म पनि यहाँहरूको त्यति नै सपोर्ट गर्नेछु। च्यानललाई सब्सक्राइब गर्नेछु, लाइक कमेन्ट सेयर गर्नेछु। मलाई पनि भरपुर सपोर्ट गर्नुहोला है साथी हो। ल त भिडियो स्टार्ट। हेलो 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 हाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी विशेष गरेर बाटो खन्दैछौँ शनिबारको दिन। धमाधम बाटो खनै होइन सरिता, बाटो राम्रो खनौँ है, त्यो छोराहरू लड्ला। हाम्रो सुस्मिता फेरि लास्टलाई भाग्दैछ। हाम्रो नाना ठुली एकदम द्रुत गतिमा बाटो खनेमा लाग्दैछ। राम्रो है नाना, राम्रो है, भइहाल्छ। दाउराको भारीसँग फेरि आफै लडिएला है। यसरी आफ्नो गाउँ आफै बनाऊ। आज हाम्रो बाटो खन्ने कार्यक्रम शनिबारको दिन। टिपेर खाना पनि यता लुक्दैछ। हामीले तल रोडबाट खन्दै लिएर यहाँसम्म ल्याइसक्यौँ। यहाँ बाटो खन्ने कार्यक्रम नानीको आमाहरू, नानीको बाउहरू, नानीको नानाहरू, नानीको आन्टीहरू द्रुत गतिमा बाटो खनिरहेछन्। हाम्रो अङ्कल पनि यहाँ एकदम जुटिरहनु भएको छ। माथि हाम्रो भेना मरिन्जली घाँस काट्दै हुनुहुन्छ नि त। ल यसो खड्किलो जस्तो बनाऊ। बाटो बनाउन आउनु होला सरिता। बाटो दुःख पाइयो नभनेको नभएको भए बनाउनु पर्दैन थियो होला होइन। तपाईँ पछि लागेर हो यसरी बनाउने, घाँस काट्ने भएर बोली घाँस भरे भोलि भेना भेना घाँस भरे बोली ठुली अगाडि कति हाल्नु। पानी पर्यो नि, पानी पर्यो। फाल्नै पर्छ पानी पर्यो एकदम। बाटो खन्दा पानी परेको अवस्था खै कसले वडा बोक्या छ उ तल। कति हाँस्नु। पानी पर्यो नि, पानी पर्यो।
फाल्नै पर्छ पानी पऱ्यो एकदम अच्छा